म चाहिँ आज यो रोटी छ होइन, एकदम रोटी मनपर्छ गाउँको रोटी, तर बनाउन चाहिँ टाइम पनि लाग्छ, भ्याउँदा पनि भ्याउँदैन। अनि आज चाहिँ म यो रोटी बनाउँदैछु, रेडिमेड रोटी। अनि त्यसपछि अचार, गोलभेडाको अचार रोटी बनाउँछु। अनि त्यसपछि साग छ, एकदम टायर्ड पनि भइरहेछ, भोक पनि लगाइरहेको छ। यम्मी यम्मी मेरो आजको डिनर। होइन गाइज, यो चाहिँ रेडिमेड रोटी अनि यो मेरो स्पिनेच साग भयो। अनि त्यसपछि मैले टमाटरको अचारमा चाहिँ त्यो स्पिनेच नै हालेर एक्चुअली, अनि त्यसपछि गार्लिक हालेर बनाएको। अनि त्यसपछि मेरो यो बार्बिक्यू चिकन अस्तिको बाँकी। लुक्स सो यम्मी, कस्तो मिठो भएछ, यस्तो पिरो भएछ कि यो। यसमा चाहिँ मैले डल्ले खोर्सानी हालेको कि अचारमा, जस्तै पिरो भएछ, मिठो पनि भएछ, हेल्दी पनि।